नंबर 39 रुपये शिवजी शर्गु 49 पेज नंबर किताब 49 देखि हेर्नुस् ल 49 त्यस 49 पानाको पहिलो र दोस्रो लाइन चाहिँ सिद्धियो अब हामी चाहिँ त्यसको मुनिको लाइन 11 नम्बर लेखेको त्यसमा चाहिँ आउँदैछ यो पानी चाहिँ अहिले नदिउ न यो हैन फेरि यो हुँदैन छुदी मात्रै यो पछि 3 बजे सबै चाहरु सबै तयार छ कि त्यो फेरि आफ्नो आफ्नो समय हुन्छ नि त्यो गर्नुपर्छ कि थंगो कि आतोबका कि भन्दा चा छ अहिले 3 बजे सत्य हो कि धर्म देशना त्यस्तो गर्ने बेलामा चाहरु सबै त्यो यस्तो नगरेर जति दुःख गर्यो भने त्यति पापहरु सबै टेक्नु सक्छ है ला अब ला यहाँ हेर्नुस् 49 पेज नम्बर 49 49 मा अब बुद्धको लीलामा 12 र लीला थियो नि त्यसमा 10 सम्म चाहिँ अनि भनिसक्यो हिजो त्यो 10 चाहिँ बुद्धता प्राप्त गर्ने लीला चाहिँ हो अब 11 लीला 11 चाहिँ के हो भने थेने देवा द्विजी दुंगे मिदे ना देवा डुबा त दुंगे गोपे थप मे तो छोवा थे खाई न्यम तो ngar yuring gongsing gong batar thada rangi namjugi tsele lekbar shene nyamle gyudogla kelte tongal gyuda cheba pangbe debu pangdogi yende tamje rangyulo ngungyurdo nyamsu nyone yebe debu sangi yoko dubjigi tapsulgi che meto chungwa te dirja simjen shen deba duji dunghe miteba namla sewa shuragi gone tembar toya rishi che sungbe thula mapabar gongne jiketu या सम्म राखौं है अब यो चाहिँ अघि दोस्तो एक एक गरेर जाने होइन त्यसो गयो भने त सिधै सिधैन त्यसो गर्नाले अब छोटकरीमा भन्छु यसको मतलब चाहिँ अब बुद्धले 10औं लीलामा चाहिँ बुद्धता प्राप्त गर्यो अब त्यसपछि उहाँले के लीला देखायो भने बुद्धले अब उहाँले धर्म प्रवचन गर्नेको लीला चाहिँ देखाउनु भयो तर बुद्ध शाक्य मुनिले बुद्धता प्राप्त गरिसकेको पछि तुरुन्त धर्म देशना गरे होगी भनेदेखि होइन उहाँले धर्म देशना गर्नु चाह्यो तर त्यो बेलामा त्यो समयमा धर्म देशना गर्ने धर्म प्रवचन गर्ने समय आएको छैन त्यो समय नआएको कारणले अनि बुद्धले चाहिँ मैले अब अहिले मैले धर्म दियो भनेदेखि मान्छेले त्यो धर्म बुझ्नु गाह्रो रहेछ त्यसो कारणले अहिले तत्काल नदिने तत्काल चाहिँ म अनि ध्यानमा बस्छु भनेर चाहिँ अनि उहाँको विचार आयो त्यहाँदेखि उहाँले के भन्नुभयो सबस्टिट्युटल वेसे दुमचे दिजुतावे छेसे दाकेङे सुलतेङ खोर मिनिबे मेमा नाके नंदु नेबर छ मैले अमृत दोस्तो धर्म ज्ञान धर्मको ज्ञान प्राप्त भयो तर त्यो चाहिँ अहिले दियो भने धर्म प्रवचन गरेदेखि सुन्नु सक्ने बुझ्नु सक्ने छैन रहेछ त्यसो कारणले तर्कालको लागि म चाहिँ अनि त्यो नक्सेप छैन खरे जंगल जंगलमा बसेर चाहिँ म तपस्या गरेर त्यो ध्यानमा अनि बस्छु भनेर चाहिँ उहाँ जंगलमा जानुभयो पाल्नु भयो शे सुङदे शा दुन्डा दुङ्गी पर्दो छ मसुङ भएर नक्सेप दु तिङिन जना यहाँबाट साचे सो थेने फेन्दा ठुबे छे शिला भनेर चाहिँ
हाम्रो यो छे भाषामा फेन्द ठुक्पा भन्ने चाहिँ छैठौँ महिनाको चौथो दिनमा अनि बुद्धले चाहिँ अब धर्म प्रवचन गर्नेको समय आएको चाहिँ उहाँले पनि देख्यो त्यो मात्र नभएर सांबद यजिन खर्सा ब्रह्म र विष्णु उहाँहरूले भने अनि बुद्धलाई अब तपाईले धर्म प्रवचन गर्नु पर्यो भनेर अनुरोध पनि गर्नुभयो है थेने फेन्द टुबे छे शिला न्यावाना टेम्बे yang chögi kholu korwe thula phabra sibata la sangbe sergi kholu tong yobada lai wongbo gejingi thongka yesu kilo phulte kuba chumbe chumden de la kyegi ngara simjingi thendo dangbur chaju chodo thoge pardo geje tamme so sosa taru ngobor zoba sangebe kubate duja simjena la chö tebe gone dunga thadale jede tabada tanjikembe dewe kopano gobar chabe che khona yimbe ta chumden de kyegi duja la chö sumbar zedo solo she chö sumbar kuwala tene 페더트루베 체 실라 통모 표준 소바 나이 고네 와라나시 대시소 송바다 자구 풍부를 승임에베 세징의 최송 유로 양바전도 로베 통에 땀나 너데 공제다 공부를 따나 대신심은 님부터베 도송 되네 아마로와디 소 녜바다 마녜베 안네 지리수 상하기 최송바소 최교 콜로코르베 제바제스 올라소 아보 ब्राह्मणरा खर्सा क्याचिन खर्सा ब्राह्मणरा विष्णुले बुद्धलाई के अनुरोध गर्यो कसरी गर्यो भनेदेखि बुद्ध शाक्यमुनिलाई तपाईले पाइलो अनि बुद्धिचित उपलब्ध गर्यो त्यसपछि केल्पाउँ तपाईले यसरी अनि के रे धर्म ध्यान अभ्यास गर्नुभयो अन्तिममा तपाई बुद्धता प्राप्त भयो तपाईले त्यस्तो गर्नेको उद्देश्य चाहिँ के हो भनेदेखि सर्वप्राणीहरू दुःखदेखि मुक्ति पाउने र सर्वप्राणीहरूलाई सुख प्राप्त हुनुको लागि हो यदि त्यो हो भनेदेखि सर्वप्राणीहरू दुःखदेखि मुक्ति हुने र सुख प्राप्त गर्नुको लागि उहाँहरूले धर्म चाहेको छ त्यसो कारणले अब तपाईले धर्म देशना गर्नु पर्यो त्यो समय आयो भनेर चाहिँ अनुरोध गर्यो राम्रो छ नि भन्ने तरिका अनुरोध गर्ने तरिका चाहिँ त्यो कारणले अनि बुद्ध शाक्यमुनिले पनि पहिला वाराणसीमा 4 आर्य सत्यको धर्म देशना गर्यो त्यसपछि राजगिरमा धर्म देशना गर्यो त्यसपछि वैशालीमा धर्म देशना गर्यो त्यसपछि अमरवतीमा धर्म प्रवचनहरू गर्यो त्योहरू एक एक गरेर तल आउँछ त्यो यहाँसम्म चाहिँ के हो बुद्धको 11 लीला 11औं लग्रवे 11औं लीला धर्म देशना गरेको लीला भनेको चाहिँ हो अब 12औं लग्रवे चुम्निपा 12औं लीला चाहिँ यो थेने चाजो ठोंदो गोम्बा न्याङले देवे जेबाजे तेदर न्याङले देवे जेसु ठेकचेन ताना कुई केवा गापा मेबे गोने ट्रिबे रोगा नासुबे सिमजिगी थेन जे ता जेशी सुपर जेसुस अब 12 लीला चाहिँ उहाँले के देखाउनु भयो भनेदेखि त्यसपछि उहाँले चाचोक ठोङ भन्छ चाचोक ठोङ भने चाहिँ कुशीनगरमा उहाँले खर्सा निर्वाणा महापरिनिर्वाणा को लीला चाहिँ देखाउनु भयो तर यसमा हामीले जानकार गर्नुपर्ने चाहिँ थेरावाद परम्परा अनुसार भन्ने तरिका एउटा र महायान परम्परा अनुसार भन्नेमा फरक छ महायान परम्परा अनुसार भन्ने भनेदेखि बुद्धता प्राप्त गरिसकेको पछि अनि हामी मान्छे दोस्तो मर्ने भने चाहिँ छैन है त्यसो कारणले बुद्धता प्राप्त गरिसकेको पछि पनि उहाँको अवतारी चाहिँ निरन्तर रूपले अनि आज पनि आउँछ त्यसो कारणले कोही के वा गापा मेपा भन्ने चाहिँ काया जन्म अन्य रोध भन्छ काया जन्म अन्य रोधमा अनि उहाँको अनि अवतारी चाहिँ आउँछ भनेको छ यो चाहिँ हामीले जान्नुपर्छ अब यहाँसम्म चाहिँ 12 लीलाको विषयमा सबै सक्यो अब कहाँ आयो लोप्छे
ngapa nangchu ngotole gyagardo nangchu chungrimda ani nechu lobcheng ngaba sed kari yungo pancho पाठ धर्म प्रवचन गर्नेमा के छ भनेदेखि त्यो पेज नम्बर 53 मा हेर्नुस् ल अब के आएको छ भनेदेखि क्यागर्दो नाङचु झुङरिम धान्ने सुरु गर्नु भारतमा अनि बौद्ध धर्म कसरी भयो अनि कसरी बसेको छ भने त्यसको विषयमा हो अब यो चाहिँ यति महत्त्वपूर्ण छैन अलिकति म पढ्छु प्रश्न क्यागर्दो नाङचु झुङरिम खाङसेना भारतमा बौद्ध धर्म कसरी भयो भने लेन नाङचु नि थानि सेबे लोनि तो ngapkya ngapchu khongdo temba chomden de jigden do phete kyagagi yu waranasi sosu chokor ko ane sung chonga yelas भारतमा बुद्ध धर्म भने चाहिँ अनि बुद्ध शाक्यमुनिले भारतमा धर्म प्रवचन बौद्ध धर्म प्रवचन गरेको कारणले भएको भनेको छ अब बुद्धले धर्म प्रवचन गर्नु बेलामा चाहिँ कसरी गर्यो भनेदेखि धेया थोमर तेब फुसुङ सोबा तिन सेवा दजमा अब यहाँ चाहिँ यो आउँछ फिन्सोङा यो थाहा हुनुपर्छ बुद्धले धर्म देशना गर्नु बेलामा फिन्सोङा द्वारा गरेको फिन्सोङा भने चाहिँ पाँच संवाद द्वारा धर्म प्रवचन गरेको फिन्सोङा यो गर्ने अनि शेपास पाँच संवाद द्वारा अनि उहाँले धर्म प्रवचन गरेको हो भनेदेखि पाँच संवाद चाहिँ के हो भन्यो अब त्यसमा पहिलो चाहिँ छेउको भाषामा भन्छ तेम्ब फिसुम सोपा भने चाहिँ शास्त्र संवाद चाहिँ बुद्ध स्वयं हो है पेग्यावशा खर्सा धेयं थम तेम्ब फिसुम सोपा भने चाहिँ अनि शास्त्र संवाद तेम्ब फिसुम सोपा तिहिसेबाट जम्मा यान्दा बजबे संगि चुम्ने नि पेग्यावशा क्या थुबा छोखी यासमा शास्त्र संवाद युल्ने फिसुम सोपा भने चाहिँ सितान संवाद स्थान भन्छ नि स्थान संवाद भने चाहिँ युल्ने फिसुम सोपा भन्थ्यो त्यो चाहिँ के हो भनेदेखि बनारस देखि लिएर त्योहरू हो युल्ने फिसुम सोपा वाराणसी सारनाथते भेकेतो ठाउँसो नहरे त नासु भने अब तेस्रो संवाद के रे तेस्रो संवाद के हो भनेदेखि खोर फिसुम सोपा होइन थ्यु फिसुम सोपा भने चाहिँ कल संवाद चाहिँ के हो भनेदेखि भेन्द टुबे छेसी के रे छोटौं महिनाको अनि चौथो दिनमा त्यसपछि चाहिँ के आउँछ खोर फिसुम सोपा भने चाहिँ उहाँको चेला परिषद संपात उहाँको चेला त्यो खोर फिसुम सोपा कुइसु कोंगु दिना तथुल लंगबा मिङचे सांगदेनचे खोर ngate संगबो भन्छ पाँच वर्गीय त्यो पाँचवटा त्यो भिक्षुहरू भएको थियो खोर ngate संगबोला छे फिसुम सोपा भने चाहिँ धर्म संवाद अनि के हो भनेदेखि चार आर्य सत्तादेखि लिएर त्योहरू चाहिँ उहाँले धर्म देशना गरेको छे फिसुम सोपा देवशीले चम्देश फापे देवशी छुकी खोलो गसर मेदो छुवा मै ग्यागरगी अब यहाँ थाहा हुनुपर्छ बुद्धले दिनुभएको धर्म चाहिँ बुद्धको अगाडि अनि त्यो के रे बुद्धको अगाडि शास्त्रहरूले नदिएको धर्म हो कि दिनुभएको धर्म हो भनेदेखि नदिएको धर्म हो भन्छ त्यसो कारणले बौद्ध धर्मको अगाडि भारतमा हिन्दू धर्म भएको छ तर बुद्ध धर्म चाहिँ यदि हिन्दू धर्म हो भनेदेखि बुद्ध आउनु पर्ने कारणै छैन यो थाहा हुनु पर्यो बुद्ध आउनु पर्ने कारण चाहिँ हिन्दू धर्म भन्दा अलग्गै धर्म चाहिँ दिनुको लागि अनि उहाँ आउनु भएको
त्यसो कारणले यो बुद्ध धर्म चाहिँ हिन्दू धर्म होइन भनेर चाहिँ थाहा हुनुपर्छ खोर फिचुन सोबा तेरे खसा देबाशी ngui gyagar gi mudik be temba da Europe nucho be temba so shen sui kya masung ba shi इसको मतलब बुद्ध मुनि वहाँ पाल्नु भएर वहाँ आउनु भएर उहाँले धर्म देशना गरेको हो त्यो चाहिँ पहिला हिन्दूको अनि के अरे तैतिकहरूको सिद्धान्त के अरे सिद्धान्त मारे तैतिकहरूको अनि शास्त्रहरूले देशना गरेको धर्म पनि होइन युरोप र त्यहाँतिर भएको अनि त्यो धर्म र सृष्टिकर्ता मान्नेहरूले अनि भन्नुभएको धर्म पनि होइन भनेको छ मै ग्यागरको मुदी भेट्टबाट युरोप नुचो भेट्टमा सो सेन्सुगा मसु भए सुन छे के वाङ्दो छैन अब यो थाहा हुनुपर्छ बुद्धले धर्म देशना गर्नु बेलामा कर्साती मिङदे के सेती भाषा चाहिँ के भाषाद्वारा धर्म देशना गर्यो भनेदेखि दुई भाषा पाली भाषा र संस्कृत भाषा है त्यो दुईमा चाहिँ धर्म देशना गरेको हो त्यसो कारणले यहाँ 73 छे थे के आउँदो छैन यो बनारसमा अनि धर्म देशना गरेको त्यो चाहिँ पाली भाषामा हो त्यसो कारणले यहाँ पाली के तो सुन थेदर छोगरको वाना कब थेराङदो सिन्दु न्यारा चाहिँ मुदिक बे लाचे विसुङ छम्बलो सोपाता मिचे क्यालबु सुजिङि बसो क्याबुरि द नामजे जे थामसे रि शरीफ द मंगो फुसो तेबे यदेले शेने थेबा थबे तेबे फुलुक जो मंगदो छोङोस अब यो बुद्ध शाक्य मुनिले चार आर्य सत्यको धर्म देशना गरेको पछि अनि हिन्दू के रे ते तैत्रिक धर्म मान्ने महान पुरुषहरू छ त्योहरू पनि बुद्ध धर्मलाई अनि त्यो बुद्ध धर्मलाई बुद्ध धर्म बुझेर चाहिँ बुद्ध धर्ममा लाग्ने धेरै पुरुषहरू भएको छ उदाहरणमा शरीपुत्र मङ्गलपुत्रदेखि लिएर धेरै किसिमको अनि महापुरुषहरू भएको छ फुलु दुख्यो मङ्दु छोङो थेने अब यहाँसम्म के हो बुद्ध शाक्य मुनिले अनि बौद्धको धर्म देशना गरेको हो तर त्यसमा दुई किसिमको धर्म छ थेरावाद अनि महायान त्यो दुईमा चाहिँ थेरावादको धर्म चाहिँ यहाँसम्म हो कोहीहरूले फेरि यो चार आर्य सत्य चाहिँ अनि थेरावादको धर्म हो रहेछ त्यसो कारणले हामी महायानहरूले योले पढ्नु हुँदैन योलाई ध्यान आवेश गर्नु हुँदैन भनेर त्यस्तो सोच पनि आउन सक्छ त्यो होइन थेरावाद धर्म भनेर चाहिँ भन्नु चाहिँ यो भनेको तर त्यही बुद्धको धर्म हो हामीले के जानुपर्छ भनेदेखि थेरावाद धर्म महायान धर्म भन्ने त्यस्तोहरू चाहिँ एउटा हाम्रो यो आधुनिक शिक्षामा भने त्यो स्कुलमा जाँदाखेरि पढ्ने अनि पढाइहरू छ कलेजमा युनिभर्सिटीमा जानु बेलामा पढ्ने पढाइहरू छ नि त्योहरू सबै आधुनिक शिक्षा हो नि अब आधुनिक शिक्षामा डाक्टर इन्जिनियरिङ त्यस्तो ठुलो अनि त्यस्तो ज्ञान प्राप्त हुनुको लागि पहिला स्कुलदेखि नै पढेर जानुपर्छ नि त्यही जस्तो महायान तन्त्रयानमा भएको ठुलो ज्ञानहरू प्राप्त हुनुको लागि पहिला हामी यो चार आर्य सत्यदेखि लिएर त्योहरू सबै हामीले पढेर ध्यान आवेश गरेर जानुपर्छ त्यो थेरावाद हो भनेर चाहिँ छोड्नु हुँदैन थेरावादको धर्म चाहिँ हाम्रो बौद्धको बेसिक धर्म फाउन्डेसन धर्म भन्छ खास गरी आधारभूत शिक्षा हो त्यस प्रवेशद्वार जस्तो हो त्यसो कारणले हामीले यो बुझ्नुपर्छ है यहाँसम्म चाहिँ यो अब त्यसपछि अब बुद्धले अर्को धर्म के उहाँले धर्म देशना गर्नु पर्यो भनेदेखि महायान धर्म
अब त्यहाँ चाहिँ यहाँ थेने थेक्वा चुम्बे छेले सुङसु ताना yang temba phusun soba tishin sheba dajomba yang daba zobe sangi chomden degi yulne phusun soba gyalbe khap chaku phungbu rilas abu butale ani rajgir ani karasati chaku phungbu rilaya di गिर्दकुटी भन्ने ठाउँमा उहाँले धर्मदेशन गर्नुभयो त्यो चाहिँ के हो भने देखि अनि त्यो चाहिँ अहिले युङ गेडिजुसुम भन्ने प्राज्ञ पारमिताको त्यो ग्रन्थ शास्त्र त्योहरू चाहिँ उहाँले अनि धर्मदेशन गर्नुभयो त्यसमा चाहिँ खास गरेर चाहिँ के छ भनेदेखि बुद्धिचितको विषयमा र शून्यताको सर्व अनि खर्सती सर्व वस्तुहरू सबै अनि शून्यता हो भनेको विषयमा अनि उहाँले भन्नुभएको धर्म त्यो चाहिँ अलिकति गम्भीर छ चार आर्य शब्द भन्दा अझै गम्भीर हुन्छ यो छे फुसु जब सिजिङि छेते सिङिमेबे छुगि खोलो कोला छेते लेक्चर हाइ केते संस्कृत केतु सुङ ओ अब यहाँ यो थाहा हुनु पर्यो अघि बनारसमा दिनुभएको धर्मदेशन चाहिँ के भाषामा दिनुभयो पाली भाषामा अब अहिले यो राजगिरमा दिनुभएको अनि प्रज्ञा पारमिताको यो धर्मदेशन चाहिँ अनि के भाषामा दियो भने संस्कृत भाषामा चाहिँ दिनुभएको हो के दोसों थेले जनरल हाइ फु छमजाया सो हाइ सो थुमा छुंदे मेन्डुलो को मादु छु उहाँले अनि त्यो संस्कृत भाषामा अनि पारमिताको धर्मदेशन गरेको पछि त्यो चेलामा अनि हाम्रो यहाँ देवा देवी भएको अहिले मैत्रिया देवा मञ्जुश्री देवा त्यस्तो धेरै भएको छ भने छमजाया सो हाइ सो थुमा छुंदे मेन्डुलो को मादु छुङो या थेने त्यसपछि अब तेस्रो धर्म बुद्धले धर्मदेशन गरेको तेस्रो धर्म चाहिँ के रे त्यसपछि याङ तेबो फुसुन सोबा तिनसेबा दजोमा यादा बजुबे सँगै चुम्ने देखि युल्ने फुसुन सोबा याङबा चे भने चाहिँ वैशाली भन्ने ठाउँमा खोरो फुसुन सोबा ले थाबे दुर्जा छन्जुसेमे रिजेला छे फुसुन सोबा तिनसेबा निबोतेबे दोइ छुगे खोलो कोर तेस्रो धर्मदेशन चाहिँ वैशालामा दिनुभएको हो त्यसको नाम के हो भनेदेखि त्यसमा चाहिँ के रे खर्सा अगर नगर खर्सा आर्य नगर जुनाले भन्ने तरिका र अनि चित खर्सा लोभ्यो थौमे आर्य असंगले अनि भन्ने तरिकामा अलि फरक छ आर्य नगर जुनाले भन्ने हो भनेदेखि त्यसलाई चाहिँ तथागत गर्भ अनि धर्म भन्छ है थिसिन शेक्पा निङबु तेमेदो तथागत गर्भ भने चाहिँ के हो तथागत भने चाहिँ बुद्ध गर्भ भने चाहिँ बुद्ध हुने शक्ति बुद्धको बिउ दोस्तो हामी सर्व प्राणीलाई बुद्ध हुने शक्ति छ हामी सर्व प्राणीलाई बुद्धको बिउ चाहिँ छ त्यसो कारणले तथागत गर्भ धर्मको भित्र के भनेको छ सर्व प्राणीहरूको मनमा बुद्ध हुने शक्ति छ भनेको छ बुद्धको अनि बिउ चाहिँ छ भनेको छ अब बुद्धको बिउ छ भने चाहिँ हामी कसरी सम्झिने भने दुई तरिका एउटा चाहिँ सर्व प्राणीहरूलाई मन छ सर्व प्राणीहरूको मनको स्वभाव शुद्ध हो कारण एउटा त्यो सर्व प्राणीहरूले बुद्धता प्राप्त गर्ने शक्ति छ भनेको मतलब सर्व प्राणीहरूको मनको स्वभाव शुद्ध हो भने त्यो हामीले थाहा हुनुपर्छ दोस्रो सर्व प्राणीहरूलाई बुद्धता प्राप्त हुने शक्ति छ भन्ने कारण अर्को चाहिँ के हो सर्व प्राणीहरूको मनको स्वभाव शून्यता हो शुद्ध मात्र होइन कि शून्यता हो त्यसो कारणले यदि सर्व प्राणीहरूले आफ्नो मनलाई चिनेर आफ्नो मनको स्वभाव थाहा भएर आफ्नो मनको स्वभाव चाहिँ शून्यता हो भन्ने त्यस्तो ज्ञान प्राप्त गर्न सक्यो भने आफूले बुद्धता प्राप्त गर्न सक्छ त्यसो कारणले
महायान धर्ममा के भनेको छ बुद्ध भूमि भने चाहिँ बाहिर छैन बुद्ध भूमि भने चाहिँ आफ्नो मनको भित्र छ भनेको छ यो थाहा हुनुपर्छ बुद्ध भूमि बुद्ध भने चाहिँ बाहिर एउटा छ भनेर सम्झेर हामी यहाँ सोच्छ नि हामी अहिले कहाँ छ लाल विद्यामा छ अब हामी काठमाडौँमा जान्छौँ भन्छ नि त्यो जस्तो हामी अहिले यहाँ त्यो संसारमा छ अब बुद्ध भूमिमा जान्छु भनेर एउटा ठाउँ एउटा जग्गा जस्तो एउटा छ भनेर सोच्यो भने हुँदैन कहाँ पनि जानुपर्छ यहीँ बस लालबत्तीमा है आफ्नो मनको भित्र बुद्ध भूमि छ तर त्यो चाहिँ आफूले ज्ञानद्वारा प्राप्त गर्न सक्नुपर्छ त्यो त्यसो कारणले यो चाहिँ हामी सबैले थाहा हुनुपर्छ बुद्ध भूमि बुद्ध भने चाहिँ बाहिर छैन बुद्ध भने चाहिँ आफ्नो मनको भित्र चाहिँ आउने हो तर त्यसलाई उपाय चाहिन्छ त्यो उपाय चाहिँ त्यो गुरुद्वारा धर्मदेशनाहरू लिएर ज्ञानहरू प्राप्त गरेर चाहिँ त्यसलाई चाहिँ त्यो गर्नु त्यसो कारणले झन्जु सुइचन झिमाई सुइचन सुमाई रङ्छु यौसु शेपाले थेला सँगे सँगे जो भनेको छ है मनको स्वभाव चिन्यो भने त्यही बुद्ध हुन्छ त्यसो कारणले बुद्ध भने चाहिँ बाहिरदेखि छलफल गरेर त्यो खोज तलास गरेर पाउने होइन भनेको छ रङ्छु यौसु शेपाले दिल सँगे सँगे जो लोभे लुछाङले त्यसो भनेको छ यहाँ यसको विषयमा चाहिँ हो त्यसपछि थेने गोम्बुलुटु यहाँसम्म भयो खोरु फिचो छे फिचो कोर छे दे सम्झिते के जसो थेला दुल्चा थाहे पर मेरो खबेछौँ तथागत गर्व भनेको धर्म चाहिँ संस्कृत भाषामा चाहिँ भन्नुभएको धर्म हो भनेको छ अब त्यसपछि अब यदि बुद्धले अनि तन्त्रको धर्म देशना गरेको हो भनेदेखि त्यो कसरी हो भनेदेखि थेने ngaकी छोकर्ने चिर ngaकी छेने 58 मा हेर्नुस् है किताब 58 पेज नम्बर थेने ngaकी छोकर्ने चिर ngaकी छेने कालदेङी दुजा ओंबु सिदु नेबो थाला नेतु न्यबा मेबा तेन्द तिम्बी किम्बोर थानाङ दुशाते छे न्यबे कालदेङी दुजाला 템베 이담라이 남쟁이 초거고와 이베 율당 뒤내다 말에 율당 내다 뒤 예제 매장 요새 हामीले थाहा हुनुपर्छ तन्त्रको बौद्धको तन्त्र धर्म भनेदेखि धेरै ठुलो र महत्त्वपूर्ण धर्म हो यो तन्त्रको धर्म सुन्ने चिन्तन गर्ने अभ्यास गर्नको लागि हामीले भाग्य धेरै चाहिन्छ त्यसो कारणले तन्त्रको धर्मको चेलाहरूलाई के भन्छ भनेदेखि भाग्यमनी चेला भन्छ कल्पता देवे दुईचा कल्पता देवे दुईचा कालदिङ्गी दुईचा भाग्यमनी चेला भन्छ त्यसो कारणले हामी हिमालयन क्षेत्रमा भएको अरू धेरै भाग्यमानी त हो है त्यो धर्मद्वारा भनेदेखि धेरै त्यो हो कालदेङी दुईजल तेबे अब त्यो के अरे तन्त्रको धर्म चाहिँ बुद्ध शाक्य मुनिले कसरी दिनुभयो भनेदेखि दुई तरिका तन्त्रको कोही धर्महरू चाहिँ छग्यु रिक्सुमको भित्र त्यस्तो धर्म कोहीहरू छ त्योहरू चाहिँ बुद्ध शाक्य मुनिले भिक्षुकै रूपमा दिनुभएको तर धेरै तन्त्रको धेरै धर्महरू चाहिँ भिक्षुको रूपमा दिएको होइन वहाँ बुद्ध शाक्य मुनि स्वयं अनि के अरे इष्टदेवको रूपमा रूप धारण गरेर अनि दिनुभएको हो त्यो चाहिँ हामीले बुझ्नुपर्छ जिग्देला खोदेवे छिर युल न्यजेसिदो सुङजो स्याना ठोक्युर तक्युले तेबे छकु फुङबुरी शेरा फरो छिन्जो छेदे पातन देबो सँगा सिरक थादा सुङ शेसुङ बातार तेबो फुसुङ सोबा संगे चुम्देन दिगी ने फुसुङ सोबा यागा फाबेगी ने अमरवाती ते फेग्युदो पाल्देन जिबुङ सिचावालो खोरो फुसुङ सोबा ngagu दुजा ओंबो यांगरपकी छंजु सब गर्बो दासालो सोबे रिबा जिम्बी छोला छु फुसुङ सोबा पे ठिगु खोले छ सावाङागी छोकर कोरो दोदे ने न्याबादा मान्याबा चिरेबा 상강 도제 때문에 छोकर कोला छेथे समझदे के दो सुंदे दुजा थाइबा मिन्जो ठोरे चोई बुद्ध शाक्य मुनिले बुद्धले तन्त्रको
अनि तन्त्रयान भनौँ तन्त्रको धर्म चाहिँ संस्कृत भाषामा चाहिँ अनि देशना गर्नुभएको हो भने थाहा भयो मिजो छोई दोदो तम्बे छे सुंबाला तेने अब यहाँ संस्कृत कसा छोटकरीमा भन्यो भनेदेखि तम्बे भने चाहिँ बुद्धले छे सुंबाला तेने धर्मदेशना गरेको कारणले गरेको फलमा गरेर के भयो भने बुद्ध धर्म भने चाहिँ भएको नामछुइ छु दुवो लुङ्दी शिसो सोङते अब बुद्धले धर्मदेशना गर्दै गर्दै शीलहरू धेरै दिनुभयो मान्छे भने चाहिँ त्यो धर्मको शीलमा नबस्यो भनेदेखि धर्म राम्रो गर्नु सक्दैन त्यसो कारणले उहाँले धर्मको शीलहरू दिनुभएको छ त्यो दिएको कारणले बुद्धको चेला के भएको छ भनेदेखि यहाँ तेम्बे जेन्जुक भने चाहिँ बुद्धको चेला गेङेन थाङ गेङेन भनेमा दुई छ गेङेन फा गेङेन मा गेङेन फा उपासका गेङेन मा उपासिका दुई उपासका उपासिका दुई रब्जुङ भने चाहिँ पर्व जाया अहिले त्यो भिक्षुहरू सबैलाई पर्व जाया भन्छ रब्जुङ फेरि अरु के भएको छ केचुल भने चाहिँ शर्मनेर गेचुलमा पनि दुई केचुल फा शर्मनेर केचुल मा शर्मनेरी दुई फेरि अर्को के भएको छ गेलोङ फा भिक्षुहरू भएको छ भिक्षु गेलोङ फा भिक्षु गेलोङमा भिक्षुनी दुई गेलोङमा अब त्यो मात्र नभएर बुद्धिसत्वको शीलमा बस्ने बुद्धिसत्वा तन्त्रको शीलमा बस्ने तन्त्रिकहरू त्यस्तो चेलाहरू भएको भनेको छ योहरू सबै थाहा हुनु पर्यो अब भविष्यमा बिस्तारै बिस्तारै हाम्रो यहाँ लालबिदी गुम्बामा भने धर्म पढ्दै गएर बिस्तारै यो भित्र पनि भिक्षुनी के अरे शर्मनेरी पर्वजायाहरू अनि त्यो उपास अहिले त छ उपासका र उपासिका चाहिँ अहिले पनि छ हो अब त्योहरू भयो भने धेरै धर्म राम्रो फैलाउन सक्छ हो योहरू भविष्यमा मनमा राख्नुपर्छ नवसाङ्गे छिङी चाहिँ अब 60 पेज नम्बर 60 खर्च 60 थियो 60 पानामा हेर्नुहोस् प्रश्न ठेवा तेम्बे सुङ्गे छेदे ग्यागर्दु नेसु द न्याम्सु छिदरी अब यो थाहा हुनु पर्यो बौद्धको धर्म यस्तो राम्रो भारतमा भएको थियो फैलाएको थियो पछि त्योहरू कसरी नष्ट भएको रे त्यसको विषयमा लेन तेम्बा न्याङले देबे जे थेक्बा छिजुङि छे देदाले पाली केदु येबे छेनम थोमर ग्यागर्दु तेम्बे तेरा 200 गीते थार्बे युन्दु नेबाता समझी केदु येबे छेनम थादल्ले जिले थापा छमजाया सोने जिम्बेलता तेने सांगी निगी लुङते बतर तेम्बा को न्याङले देने लो शिपके लम्बाना पेंग्यो फापा लुटुदा लो गुप्या ने लोबे फेते तेजिंगी तेम्बा ग्यागर सो मियुदु थार्बे 총 सांगे गिते바 दे교펠 송데니 야가도 토르마 딱시실라 테네 나렌다 테네 비카마나 실라 भारतमा बुद्ध धर्म फैलाएर पछि बुद्ध धर्म पढ्ने ठाउँहरू राम्रोहरू भएको छ पहिला के भएको छ तक्षशिला भन्ने चाहिँ तक्षशिला भन्ने भएको छ पछि त्यसपछि के भएको छ नालन्दा विश्वविद्यालय भएको छ त्यसपछि विक्रमशिला भन्ने त्यस्तो भएको छ है हाम्रो नेपालमा पनि पहिला यस्तो राम्रो भएको थियो इतिहासमा छरेछ नि अहिले समय धेरै छैन है त्यस्तो कुराहरू धेरै छ तर पछि बिस्तारै फेरि नष्ट भएर गयो रहेछ नि नालन्दा थेने विक्रमशिला सोचौं
웬데 뒤치 기규 선음기 맞춤받아 냠게 나서 중대 갸갈기 유 대랑도 갸갈기 리슈 신도 자체에 갸웨 때바른 거지 데 림버 냠버 교안니 체 이교에 내수당 내당 아 땡라량 펠다 중세용 바니 제수이라고 내소스 अब त्यो बीचमा भारतमा धेरै त्यो अब भारतको राजाहरूको भित्र पनि अनि धर्मराज अनि राक्षस भएको राज धेरै भएको छ नि राजाहरू फेरि त्यो राजाको भित्र पनि धेरै बौद्धको राजा अबौद्धको राजा धेरै भएको छ रहेछ नि यसो धेरै भएको कारणले अनि बिस्तारै बिस्तारै अनि भारतमा बौद्ध धर्म चाहिँ नष्ट भएको हो रे धेरै कारण छ अब अहिले सबै यहाँ भन्नु सक्दैन त्यही कारणले नष्ट भएको हो भनेको छ तर अहिले 21 शताब्दीमा अहिले फेरि बौद्ध धर्म चाहिँ फैलाउने रहेछ नि अस्ति भर्खर मैले सुनेको त्यहाँ के अरे अहिले नागपुर भन्ने ठाउँ छ दिल्लीको उतापट्टितिर त्यहाँतिर चाहिँ अनि यो के अरे डाक्टर अम्बेडकर भन्ने एउटा भएको छ त्यो अम्बेडकर डाक्टर अम्बेडकर त्यो भारतको त्यो के अरे ठिम लखर्छ चठिम भारतको कानुन बनाउने है डाक्टर अम्बेडकर उहाँको चेलामा बौद्ध धेरै रहेछ नि अब अस्ति त्यस्तो सुनेमा चाहिँ 10 लाख 20 लाख त्यस्तो छ रहेछ अब बिस्तारै बिस्तारै भारतमा पनि बौद्धको धर्म धेरै फैलाउने रहेछ भनेर कुरा चाहिँ आउँदैछ त्यस्तो छ अब यहाँ फेल्दा चुङसेङ भने जेसु रावे नेसो अब 62 खर्चरे 60 21 62 पानामा हेर्नुस् है 62 होइन 63 63 मा हेर्नुस् फोटो चाहिँ त्यहाँ 62 त्यसमा राखेको छ त्यसको विषयमा चाहिँ के अरे यतापट्टि चाहिँ त्यो 63 मा चाहिँ त्यो लेखेको छ लोप्चेन ठुप्पा सेदकार छ छैटौं पाठ चाहिँ के रहेछ क्यागर ने छिगेल थो नाङछु थार्पेलकोर भारतदेखि विदेशमा बौद्ध धर्म कसरी फैलायो भनेको विषयमा ठिवा त्यो बा न्याङले देबे जे क्यागर ने छिगेल थो नाङदे थार्सु छिदर यनाम ले नाङछु क्यागर ने छिगे थो थार्सुल याङ क्यागर ने श्रीलंका भारतदेखि श्रीलंकामा धर्म फैलाएको विदेश श्रीलंकामा थ्युरब शिवर चौथो शताब्दीमा ग्यागरने क्याना भने चाहिँ भारतदेखि चाइनामा धर्म फैलाएको 14 शताब्दीमा याङ थ्युरब दिम्बाम गेबर भने चाहिँ 7 र 8 शताब्दीको बीचमा भारतदेखि अनि बौद्ध धर्म चाहिँ अनि तिब्बतमा फैलाएको तिब्बतदेखि हिमालयन क्षेत्रमा फैलाएको हो त्यसो कारणले हामीले यो सत्य कुरा चाहिँ स्वीकार गर्नुपर्छ सत्य कुरालाई चाहिँ मेटाउनु हुँदैन इतिहास भने चाहिँ इतिहासमा राख्नुपर्छ त्यसो कारणले हाम्रो अहिले हिमालयन क्षेत्रमा नेपालमा भएको धर्म सबै तिब्बतबाट आएको भन्नु सक्दैन किनभनेदेखि यो के अरे पाटनमा भएको धर्म कोहीहरू छ अनि भक्तपुरतिर भएको धर्महरू छ त्यो चाहिँ भारतबाट सिधा आएको अब हिमालयन क्षेत्रमा भएको बौद्ध धर्महरू छ अहिले तामाहरूले मान्ने गुरुङले मान्ने बौद्धहरू छ त्यो धर्म सबै तिब्बतबाट आएको हो यो चाहिँ हामीले त्यो इतिहासलाई फेरि त्यो के भन्छ पोलिटिक्स गर्छ राजनीतिको सोचले त्यसलाई मिटाउनु हुँदैन सत्य कुरा चाहिँ सत्यमा हामीले राख्नुपर्छ है त्यसो कारणले यो धर्म चाहिँ हाम्रो हिमालयन क्षेत्रको धर्महरू चाहिँ तिब्बतबाट आएको हो yang thurab dimbam geba phegi chokse sonze gambe kap gyaga gi nangchude gyaga ne thekar phedu ta phene horso da himalaya tene rimshin zamne khangsar nangchu tharwa yinos अब त्यसपछि हेर्नुस् है 64 त गरे 64 पन्नामा हेर्नुस्
사토 가르다 듬바 롭센 듬바 사톤 파트 베다 히말라야 소소 남추 다르주다 추규마이 거로 요 람루차니 तिब्बतरा हिमालयन क्षेत्रमा बौद्ध धर्म के फैलायो बौद्ध धर्ममा पाँचवटा परम्परा छ तिब्बतको बौद्ध धर्ममा पाँचवटा परम्परा छ त्यो के हो कसरी भएको भनेको विषयमा पहिलो म यहाँ छोटकरीमा चाहिँ पहिलो भन्छु त म के यो अब ठीक छ यसरी पढेर भने पनि हुन्छ अन्तिममा भन्छु प्रश्न क्या गर्ने भयो त हिमालय नाङदेन थासु छितरिनाम भारतदेखि तिब्बतमा बौद्ध धर्म कसरी फैलायो हिमालयन क्षेत्रमा कसरी फैलायो भनेको विषयमा उत्तर त्यहाँ तेम्बे लुङदेन तर बुद्धले भविष्य लुङदेन खर्च भविष्यवाणी गरेकै दोस्तो लुङदेन तर थोमर फेगी ग्यावल हातोतो रिङेन्जिङगे कप फेद सांगिगे छु उन्येबे तेन्डेल डेक तेने छगल sonze gabu thusu nangche tar tene छगल ठिसोन देन्जिङगे कासु खेलो छु सोम देन जमने फेद सांगिगे तेमा निमा शावता बो थारस पहिला राजा सोङजन गम्बो बेलामा चाहिँ अनि तिब्बतमा अनि बौद्ध धर्म फैलाएको सुरु भयो राजा ठिसोन देजे धर्मराज भन्नुपर्छ धर्मराज ठिसोन देजोङ बेलामा तिब्बतमा चाहिँ बौद्धको धर्म चाहिँ धेरै फैलाएको हो भनेको छ है अब त्यो फैलाउनु बेलामा अनि के भयो भनेदेखि धेरै फैलाउन सक्ने चाहिँ कसरी भयो भनेदेखि खेलोब छेसुम यो धेरै ठुलो कुरा हो इतिहासमा खेन भने चाहिँ खेन्चे बोधिसत्व खेन्चेन बोधिसत्व उत्पदीप भन्छ उत्पदीपा खस उपदेया दिया रे दीपा रे उत्पदीपा बोधिसत्व लोभ पेमा जुङ्ने भन्छ आचार्य अनि पद्मा जुङ्ने अनि छगल ठिसोन देजे भने चाहिँ धर्मराज सोङजेन गम्बो वहाँ तिनवटा अनि ठिसोन देजे वहाँ तिनवटा चाहिँ अनि एक समयमा अनि वहाँ तिनवटा सबै सँगै बस्नुभयो त्यहाँदेखि अनि तिब्बतमा चाहिँ धर्म फैलाउनु भएको छ पहिला धर्म के फैलायो भने nganggyur nyingmaको धर्म भन्छ nganggyur nyingmaको धर्म चाहिँ फैलाएको हो पहिला चाहिँ के फैलायो रे nganggyur nyingmaको धर्म यहाँ फोटोमा पनि लेखेको छ नि देखाएको छ नि फोटो राखेको कारण त्यो हो यो फोटोमा 5 परम्पराको अनि गुरुहरुको फोटो भएको हो यो चाहिँ मैले धेरै ठुलो मान्दैछु यो फोटो चाहिँ मैले पनि जहाँ गयो भने मैले के भन्छु एकमा हामीले यो के रे जम्बुद्वीपमा भएको जति धर्महरू छ त्यो सबैलाई आधार सम्मान राख्नुपर्छ भनेर चाहिँ भन्दैछु दोस्रोमा चाहिँ के भन्छ तिब्बत र हिमालयन क्षेत्रमा भएको अनि बौद्ध धर्म जति छ 5 परम्पराको धर्महरू छ सबैलाई आधार सम्मान राख्नुपर्छ भनेर चाहिँ मैले भन्दैछु त्यो मैले भनेको मात्र होइन कि म आफैले त्यो 5 परम्पराको धर्म सबै पढेको छ पढेर थाहा भएर पो भनेको त्यो अज्ञान अन्धविश्वासले भनेको कुरा होइन त्यसो कारणले अहिले यहाँ मैले यसको विषयमा चाहिँ भन्दैछु अब आगे कहाँ पुग्यो nganggyur nyingmaको धर्म nganggyur nyingmaको धर्म चाहिँ खेलोब छेसुम त्यसमा भने सबभन्दा ठुलो महागुरु अनि पेमा जुङ्ने पेमा गुरु सम्भावा पेमा जुङ्ने उहाँद्वारा भएको धर्म हो त्यो nganggyur nyingmaको धर्म भने अनि बुद्ध शाक्यमुनिको धर्ममा अनि आधार के बुद्ध शाक्यमुनिको धर्म आधारमा राखेर अनि त्यसमा अनि खास गरेर जोगपा सिद्धान्त अनि त्यो क्लियर अलिकति भन्ने तरिका खसा ला जोगपा छिम्बुकी छिचु
अनि थाङीको थने छे सुङबा निष्पन्न क्रमको आधारमा उपदेशनहरू निष्पन्न त्यस्तो अब मैले भने निङमाको गुरु दिगुङ खेन्से रुम्बुछे अनि सानो बेलामा त उहाँ पनि मैले त्यो धर्म मैले सुनेको याद छ अनि के अरे दुन्जुम रुम्बुछे अनि दिगुङ खेन्सेदेखि त मैले काङ्गुर पनि मैले पाएको अनि वाङहरू धेरै पाएको छ दिगुङ खेन्से रुम्बुछे अनि त्यस्तै गरेर अनि खेन्चे थुप्तेन हेसेर त्यो मनालीमा बसेको छ काङ्गुर निङमाको धेरै ठुलो गुरु हो खेन्चे थुप्तेन हेसेर अनि श्री दलाई लामाजीदेखि पनि मैले गुरु रुम्बुछेको वाङदेखि लिएर चोक्सिनदेखि लिएर धेरै पाएको छ अनि कोही निङमाको धर्म चाहिँ अनि लामा लोसुङ शेरपदेखि पनि पाएको छ 5वटा गुरुद्वारा मैले काङ्गुर निङमाको वाङलुङ वाक्यहरू चाहिँ प्राप्त भएको त्यस्तो 5वटा गुरुद्वारा त्यसो कारणले मैले के भन्नु सक्छु भनेदेखि काङ्गुर निङमाको धर्म चाहिँ शुद्ध धर्म महान धर्म काङ्गुर निङमाको धर्म यही द्वारा बुद्धता प्राप्त गर्न सक्ने त्यो पनि यही जन्ममा कोहीहरूले धेरै वाक्य ठुलो भएको कोहीहरू त लोसुङ दशुङमा भने बुद्धता प्राप्त गर्न सक्ने त्यस्तो शक्ति भएको राम्रो धर्म हो यो चाहिँ हामीले थाहा हुनुपर्छ अनि त्यो थाहा भएर अनि हामीले आधार सम्मान राख्ने अनि जति सक्दो परेको मात्र होइन कि ध्यान अभ्यास गर्नुपर्छ त्यसो गर्यो भने अनि काङ्गुर निङमाको धर्म पनि बाहिर नभएर आफ्नो मनको भित्र आउन सक्छ धर्म जति ठुलो राम्रो भएर पनि आफैले के अरे पर्ने र ध्यान अभ्यास नगर्नुदेखि त्यो आफ्नो मनको भित्र आउँदैन त्यसो कारणले महान धर्महरू चाहिँ आफैले त्यसलाई इच्छा भएर त्यसलाई ध्यान अभ्यास गरेर आफ्नो मनको भित्र आउनु सक्नु गर्नुपर्छ त्यो एउटा अब त्यसपछि दोस्रो थेने क्यागर नालेन्डदा बिकमला शिले खिटुक छम्बु दिवंकरा श्री ज्ञानम पाल्ते अतिशा फेदु फेम्ने छो कदम्बे छे थार भनेको छ अब दोस्रो तिब्बत र हिमालयन क्षेत्रमा भएको दोस्रो परम्परा धर्म चाहिँ के रे त्यसको नामलाई चाहिँ अनि कदम्ब धर्म भन्छ छो कदम्ब धर्म भने चाहिँ कहाँबाट आएको हो भनेदेखि पाल्देन अतिशाद्वारा आएको है पाल्देन अतिशा म यो पनि सँगै भन्छु है तपाईँहरू याद गर्नुहोस् काङ्गुर निङमाको धर्म चाहिँ गुरु रुम्बुछे र खेन्जिम बोधिसत्वद्वारा आएको उहाँ दुईटै भारतको महान महापुरुष हो भारतको महागुरु हो त्यो मात्र नभएर नालेन्डाको गुरु हो त्यसो कारणले काङ्गुर निङमाको धर्म पनि नालेन्डा परम्परा हो भनेर भन्नु सक्छ यो एउटा अब अहिले कदम्बको धर्म चाहिँ अनि दिवंकराद्वारा भएको हो त्यसो कारणले कदम्बको धर्म पनि नालेन्डाको धर्म हो नालेन्डा परम्पराको धर्म हो यहाँ है अब यो सँगै फेरि यो पनि भन्न चाहन्छु कदम्बको धर्म भने यस्तो शुद्ध धर्म महाधर्म कदम्बको धर्म त्यहीद्वारा बुद्धता प्राप्त गर्न सक्ने त्यस्तो धर्म हो सुम्बा अब तेस्रो परम्परा चाहिँ के हो भनेदेखि थेने न्यामे कैक्युकी छुक्यु थार भनेर कैक्युको धर्म फैलाएको हो है कैक्युको धर्म छुक्यु थारसिङ थेलाङ्गी कैक्युको परम्परामा दुई छ नालेन्डे खिटुक छेम्बो पेन्सन नारु पाता जे मिटेबे गिन्जी मार्मी थाक्सुने गिबे मल्लुकी कैक्यु लामा मार्पाको अनि लामा मार्पाद्वारा भएको कैक्युको परम्परा एउटा ठुप्चिङ शावर रेबाता ठुप्चिङ रहुल गुप्ते गिन्जी ठुप्तो छुङ्गु नेन्जो ने थारवे शङ्लुकी कैक्यु शङ्बा कैक्युको परम्परा धर्म भनेर कैक्युमा दुई किसिमको धर्म छ ल यो चाहिँ थाहा हुनु पर्यो
अब यहाँ के भन्नु चाहन्छु भने अझै मैले कक्युको धर्म भने शुद्ध धर्म हो कक्युको धर्म पनि सिद्धान्तमा भने शुद्ध छ त्यो के रे आचरणमा भने शुद्ध छ मार्ग अभ्यास गर्ने त्योहरू पनि शुद्ध छ है शीलम डिबु कक्युको धर्मद्वारा त्यो ध्यान अभ्यास गरेर बुद्धता प्राप्त गरेको भने थुप्रै नै छ लामा मार्पा भने त्यही हो जिजु मेला रेवा भने त्यही हो जे गम्बुवा भने त्यही हो त्यस्तो गरेर धेरै महान गुरुहरू भएको छ त्यही कारणले मैले भने कक्युको गुरु भने थापे कक्युको गुरु मूल गुरु चाहिँ लामा लोसाङ शेरप हो उहाँ चाहिँ यस्तो हेर्नेमा चाहिँ साधारणमा ठपटक्याङ गरेर बस्छ तर उहाँ चाहिँ गुफामा बसेर छम्बा गरेर 40 वर्षदेखि भइसक्यो छ उहाँ मैले उहाँदेखि कक्युको धर्मको त्यो पुस्तक 13वटा पुस्तकको अनि आगम भाग्यहरू सबै प्राप्त गरे नारु छुटु छाक्य छम्बुदेखि लिएर सबै त्यसो कारणले मैले के भन्नु सक्छु कक्युको धर्म भन्ने शुद्ध धर्म कक्युको धर्म पढेर ध्यान अभ्यास गरेर बुद्धता प्राप्त गर्नु सक्छ भनेर भन्नु सक्छु त्यसो कारणले हामीले कक्युको धर्मलाई भने आधार सम्मान राख्नुपर्छ के भन्छ जति सक्दो पढ्नु पर्यो ध्यान अभ्यास गर्नुपर्छ एउटा कुरा चाहिँ यो अब त्यसपछि चौथोमा थेन नालेन्डा युट्युब चाहिँ यहाँ के भन्न चाहन्छु यो कक्युको धर्म चाहिँ खास गरेर अघि भनेको जस्तो नालेन्डाको पण्डित के रे नालेन्डाको पण्डित नारोपाद्वारा आएको कारणले पनि कक्युको धर्म चाहिँ नालेन्डा परम्परा हो भनेर भन्नु सक्छ है अब त्यसपछि चौथो थेन नालेन्डा युट्युब चाहिँ बिरुवा पेगी गुन्जे खोयो कुन्जु ग्याबुसोने पेल साक्या थार भनेको छ अब तिब्बत र हिमालयन क्षेत्रमा फेरि साक्याको धर्म चाहिँ फैलायो साक्याको धर्म चाहिँ कहाँबाट आएको हो भनेदेखि नालेन्डाको महासिद्धि बिरुवापाद्वारा आएको हो टुप्चिम बिरुवापा टुप्चिम बिरुवा भने चाहिँ उहाँ धेरै ज्ञान भएको धेरै उहाँलाई के अरे त्यो सिद्धि भएको हो त्यसो कारणले ठुप्छेन भन्छ ठुप्छेन बिरुवापा भन्छ त्यसो कारणले साक्यको धर्म भने अनि नालेन्डा परम्परा हो अब त्यसको माथि मैले के भन्न चाहन्छु भने फेरि मैले साक्यको धर्म प्राप्त हुनुको लागि मैले साक्यको गुरु थापेँ साक्यको गुरुमा चाहिँ मूल गुरु मेरो साक्यको मूल गुरु चाहिँ साक्य खोङमा ठिचे रुमुछे हो अब साक्य खोङमा ठिचे रुमुछेले मलाई फेरि तपाईले साक्य ठिन्जी अहिलेको ठिन्जी उहाँदेखि पनि वाङ थापेको राम्रो हो भनेर मैले त्यो स्वीकार गरेर चाहिँ फेरि उहाँले पनि मैले गुरु माने साक्य ठिछेन साक्य ठिन्जिन दुईटै मेरो गुरु हो साक्यको त्यो मात्र नभएर साक्यको कोही धर्म छ थुबा गोङसेल भन्ने अनि त्यो के अरे तुमसुम रवे भन्ने त्योहरू मैले दलाई लामाद्वारा साक्यको अनि त्यो परम्पराको शिक्षा पनि लियो ज्ञान पनि प्राप्त भयो त्यो मात्र नभएर साक्यमा राम्रो खेम्बो एउटा छ उहाँ त खेम्बो ठुलो खेन्छन कुङ्गा वाङचुक भन्छ खेरुमुजु कुङ्गा वाङचुकलाई गुरु थापेर फेरि उहाँदेखि पनि मैले धर्म प्राप्त गरेँ त्यसो कारणले मेरो साक्यको गुरुमा 3 छ महागुरु 3 छ हो त्यसो गरेर साक्यको धर्म पनि प्राप्त गरेँ अब मैले के भन्न चाहन्छु त्यो साक्यको धर्म पनि पढेर ध्यान अभ्यास गरेर बुद्धता प्राप्त गर्न सक्ने एउटा शुद्ध धर्म महान धर्म हो भनेर चाहिँ भन्नु सक्छु है त्यस्तो हो हामीले साक्यको धर्मले पनि धेरै आधार सम्मान चाहिँ गर्नुपर्छ अब त्यसपछि के आउँछ भनेदेखि चौथोमा गेन्देन गर्छ त्यसपछि पाँचौँमा थेन जमगो लामा चोङ्गाबा छेम्बु गोङसे छुक्युक्युला थ्यासम गोमा नाङथो लामा जम्बे याला तेने
동학네 망볼라 캐시 냠도 타르친 अब यहाँ एउटा कुरा तपाईहरुले थाहा हुनु पर्यो पहिला अघि मैले भने नि साक्यको धर्म चाहिँ बिरुवापाद्वारा आएको कारणले बिरुवापा चाहिँ नालेन्डाको त्यो हो त्यसो कारणले साक्यको धर्म पनि नालेन्डा परम्परा हो भनेर चाहिँ भनिसक्यो अब यो पाँचौंमा गिलुक्पाको धर्म चाहिँ कस्तो हो भनेदेखि गिलुक्पाको धर्म चाहिँ यस्तो सिधा हेर्यो भनेदेखि नालेन्डादेखि सिधा आएको होइन गिलुक्पाको धर्म चाहिँ कसरी भयो भनेदेखि लामा चोङखापाले अनि धर्मदेशना गरेको हो तर लामा चोङखापाले गिलुक्पाको धर्मदेशना गर्ने बेलामा कसरी गर्यो भनेदेखि लामा चोङखापा वहाँ चाहिँ एकमा मञ्जुश्रीको अवतारी हो त्यो चाहिँ सबैले मान्छ निङमा कक्यु साके गिलुक सबैले मान्छ दोस्रोमा तपाईहरुले nganggyur निङमाको गुरु रुम्बुछे स्वयंले भनेको कथाङ दुबा हेर्नुस् त्यो पढ्नु बेलामा अगाडि के भनेको छ र बीचमा के भनेको छ र अन्त्यमा के भने हेर्नुस् त गुरु रुम्बुछेले के भनेको छ मेरो अवतारीमा भविष्यमा दिवंकर आउँछ भनेर भनेको छ दिवंकरको अवतारीमा अनि भविष्यमा चोङखापा आउँछ भनेको छ त्यसको कारण हो भने त्यो सत्य हो भने देखि कथाङ द्वीपा आधारमा राखेर भन्दैछु यदि त्यो सत्य हो भने देखि गुरु रुम्बुछेको अवतारी दिवंकरको अवतारी चोङखापा हो भने देखि अब चोङखापा गुरु रुम्बुछेको अवतारी भएन भयो नि त्यसो कारणले हामीले यो सोध्नु हुँदैन के गुरु रुम्बुछे अलगै चोङखापा अलगै त्यसो सोध्नु हुँदैन जति तपाईहरु पढ्नुस् त्यति ज्ञान पाउँछ जति तपाईहरुले ज्ञान पाउँछ त्यति तपाईहरु शुद्ध हुन्छ त्यसो कारणले मैले पनि सानोमा 10 वर्षमा आफ्नो गुरु भन्नु हुँदैन अब गुरु भन्नु पनि नहुने अब के आफूले देखभाल गर्ने एउटा थियो गुरु मेरो यो धर्मको गुरु त होइन देखभाल गर्ने म हेर्ने त्यस्तोमा चाहिँ कोहीकोहरू गिलुक्पा त सबभन्दा राम्रो हो निङमा काइकोहरू त त्यति होइन त्यस्तो भन्ने थियो मैले सानोमा पनि त्यो सोचेको थियो ए होला भनेर तर बच्चा हो त्यो बेला पछि पढ्दै गएको त यो होइन रहेछ त्यसो कारणले फलाना भन्छ रहेछ यो हो किन उहाँले भने यो हो होइन किन उहाँले भन्यो भनेदेखि त गाह्रो हो नि अब सत्य र असत्य कहाँ जानुपर्छ आफ्नो विवेकले आफ्नो बुद्धिले जानेर अनि के भन्छ छिटाउनु पर्छ त्यसो कारणले त्यो विवेक चाहिँ कसरी आउँछ पढेर त्यो पढ्नु बेलामा पनि पढ्नेको जो हामी जहाँ पर्छ नि त्यो किताबहरू ग्रन्थहरू शुद्ध ग्रन्थ हुनुपर्छ त्यो किताबहरू लेखकहरू पनि शुद्ध महा पण्डित जस्तो ज्ञानी भएको हुनुपर्छ त्यसो कारणले कङ्जुर पढ्नुस् तेङ्जुर पढ्नुस् nganggyur निङमाको महागुरुहरूको अनि शास्त्र पढ्नुस् कक्युको साक्यको गिलुक्पाको कदम्पाको पढ्नुस् अनि तपाईहरुले त्यहाँदेखि ज्ञानहरू प्राप्त हुन्छ त्यहाँदेखि तपाईले यो यस्तो रहेछ यो होइन रहेछ भने चाहिँ अनि छुटाउन सक्छ त्यसो कारणले पढ्ने भने चाहिँ ज्ञान प्राप्त गर्ने भने चाहिँ धेरै महत्त्वपूर्ण हो अज्ञानको कारणले दुःख धेरै हुन्छ बुद्धले पनि भनेको छ मडिक पे वाङ्गी लेसा बरे मडिक पे वाङ्गी छक्तङ्गे वाङ्गी लेसा भनेछ लेसा पे वाङ्गी दोंगले न्यौ यसको मतलब के हो अज्ञानको कारणले क्लेश अनि फैलाउने क्लेश फैलाएको कारणले नराम्रो कर्म गर्ने नराम्रो कर्म गरेको कारणले दुःख प्राप्त हुने त्यसो कारणले यदि तपाईले दुःख चाहिँदैन भनेदेखि दुःख कहाँबाट आउँछ नराम्रो कर्म चाहिँ त्याग्नु पर्यो नराम्रो कर्म चाहिँ कहाँबाट आउँछ क्लेशद्वारा क्लेश चाहिँ कहाँबाट आउँछ अज्ञानद्वारा त्यसो कारणले ज्ञानी बनाउँदा त्यो सबै हुँदैन त्यसो कारणले ज्ञान प्राप्त गर्नुपर्छ भने चाहिँ धेरै त्यो हो अहिले मैले यहाँ के भन्न चाहन्छु त्यसो कारणले यहाँ अघि मैले दुईटा कथा भने नि एकमा चोङखापा चाहिँ मञ्जुश्रीको त्यो अवतारी दुईमा कथाङ द्वीपमा अनि गुरु रुम्बुछेले यस्तो भनेको छ भने दुईटा भनिसक्यो है अब यहाँ हामीले थाहा सुन्नुहोस् त लामा चोङखापाले कसरी धर्मदेशना गर्यो भनेदेखि
उहाँले निङमा पर्यो, उहाँले साक्या पर्यो, उहाँले कक्यु पर्यो। त्योहरू पढ्दै पढ्दै गयो। त्यो पढ्दै गएर त्यो बिचमा चाहिँ उहाँको मनमा ओ म पनि इन्डियामा जाउँ कि भनेर मनमा आयो। महागुरु एउटा अनि त्यो थाप्दो जाउँ कि भनेर। अनि के अरे मञ्जुश्रीलाई सोध्नु भयो। मञ्जुश्रीले के भन्यो, तपाईँ जानु पर्दैन, अहिले साक्याको भित्र अनि सिद्धान्तमा, शून्यताको सिद्धान्तमा सबभन्दा ज्ञान भएको अनि सुनु रेन्दवा छ। उहाँले तपाईँ गुरु मान्न अनि तपाईँले निङमा कग्यो साक्या धर्महरू सबै पछि तपाईँले भविष्यमा तपाईँले शून्यताहरू सबै बुझ्छ भनेर भन्नुभयो। त्यो कारणले उहाँले चङ्खापाले निङमा कग्यो साक्याहरू सबै पढेर अनि पछि चाहिँ अनि उहाँले गिलुक्पाको धर्म भन्ने चाहिँ बनाएको भएको। अब गिलुक्पाको धर्म चाहिँ कसरी भयो? निङमा कग्यो साक्या पढेर भएको हो कि। त्यसो कारणले निङमा कग्यो साक्याको धर्महरू सबै गिलुक्पाको भित्र पस्याउँछ। अब यहाँ हेर्नुहोस्, यो किताब कसले लेख्यो? मैले लेखेको हो नि। मैले लेखेको हो, तर मैले कसरी लेखेको? मैले निङमा कग्यो साक्या गिलुकको धर्म पढेर जानेर जो जानेको चाहिँ लेखेको हो नि। यो भित्र निङमा कग्यो साक्या गिलुक अनि भारतको ट्रेडिसन सबै छन्। अब यो चाहिँ निङमाको धर्म होइन, साक्याको धर्म होइन, गिलुकको धर्म होइन भन्नु सक्छ? गाह्रो छ। त्यसो कारणले विद्वानहरूले ज्ञान कहाँबाट लिन्छ त्यो लिएर चाहिँ अनि त्यो भन्नु तरिका चाहिँ अलिकति फरक हुनसक्छ। धर्म प्रवचन गर्ने धेरै छ नि हाम्रो नेपालमा, इन्डियामा छ नि। तर धर्म प्रवचन गरेको एउटै हो गुरुहरूले, तर गर्ने तरिकामा अलिअलि फरक हुनसक्छ नि। कोहीकोहरूले प्रोजेक्टरहरू प्रयोग गरेर गर्छ, कोहीकोहरूले फेरि कथाहरू धेरै सुनाएर गर्छ, कोहीहरूले त्यो के भन्छ प्राज्ञद्वारा त्यो जुम्जेल खर्छ, कारण सहित धेरै भन्छ। त्यो धर्म देशना गर्ने तरिकामा फरक छ, धर्म त एउटै हो। त्यही दोषो गरेर म के भन्छु, निङमाको धर्म, कक्युको धर्म, साक्याको धर्म, गिलुक्पाको धर्मको सारहरू धर्महरू अलग अलग हो भन्दैन, मान्दैन मैले, एउटै हो। छिदुवा नङ छाङसेम सँग भन्छ। छिदुवा भन्छ बाहिर चाहिँ विनायमा बसेको, नङ छाङसेम भने चाहिँ भित्र चाहिँ बुद्धिचित धर्मलाई ध्यान अभ्यास गर्ने, सँग भने चाहिँ गुप्त रूपले तन्त्र धर्म अभ्यास गर्ने। निङमा कग्यो साक्या गिलुक सबै एउटै। तर त्यो धर्म देशना गर्ने बेलामा शब्द प्रयोग गर्ने फरक छ। निङमाहरूले चाहिँ रिपा जक्सन भने त्यो शब्द चाहिँ प्रयोग गर्छ। हुनु चाहिँ के हो? मनको चित्तको शून्यतालाई भनेको हो। चित्तको शून्यतालाई जक्सन भनेको हो है। अब चित्तमा पनि धेरै किसिमको छ, के अरे सूक्ष्म, अति सूक्ष्म, अति सूक्ष्म चित्तको शून्यतालाई जक्सन भनेको हो निङमाको भाषामा। त्यसलाई साक्याहरूले के भनेको? सेल्तोङ सोङचुक भनेको हो, तर त्यही हो भन्ने चाहिँ। अब त्यसलाई गिलुक्पाहरूले के भनेको? न्युमल हिन्जी के भेसेल भनेको हो। त्यसलाई कक्युहरूले के भनेको? रिक्तोङ एर्मे सेमोट भनेको हो। त्यसो कारणले मेरो यो कपको भित्र के छ? पानी छ नि। मैले पानी किन भनेको? भन्नु त पानी म यो खान्छु, हेर खायो है, तपाईँहरूले के भन्छ? पानी खायो भन्छ। तिप्तेहरूले के भन्छ? छुथुङसुङ भन्छ। अनि इङ्ग्लिसले के भन्छ? वाटर, ड्रिङ्किङ वाटर भन्छ। वाटर, पानी, छु अलग छ? छैन, तर शब्द अलग छ? त्यही हो निङमा कग्यो साक्या गिलुक है। त्यसो कारणले यो कुराहरू चाहिँ बुझ्नुपर्छ भनेको त त्यो हो। यहाँ यस्तो छ। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि अहिले गिलुक्पाको धर्म यसरी भएको हो। त्यसो कारणले हामीले त्यो कुराहरू थाहा हुने। अब मुनि जाउँ। गेन्दे कदम सर्मे छुकी पे भन्छ थेतबे फेगी नाङचुदे फेने रिमगी सोपदा फेयुसो हिमालय रिग्युदा छिगे युजु मंगबुर थर्सी गेदे
벽이 낭대라 퇴성 고바치기 겨우 싸야 망보여 벽다 히말라야 낭주디 야간에 태그로 벽도 다르와 시다 케브로 콘세타르 야간 날린데 키르남네 레과 다르웨 날린다이 시숑암 날린다이 추즈 나발 타바시 임베 미시바 가시기 최대 벽에 라메 강중 섭수 제베 라메 최 라만짐 인주시바테 싸와네 멤버 녀버 시크스 올라 아보 기룩바고 다르마 तेसाई चोंका पाव दिन बग धर्म चाहिँ निङमा कक्यु साक्या हरु परेर भएको रहेछ नि अब निङमा साक्या कक्युहरु चाहिँ नालेन्दाको परम्परा भएको कारणले गिलुबाको धर्म पनि त्यही भइसक्यो हैन त्यसो कारणले तिब्बतमा र हिमालयन क्षेत्रमा भएको निङमा कक्यु साक्या गिलु कादम्बा त्यस्तो 5 परम्पराको जति धर्म छ त्योहरु सबै के हो नालेन्डाको परम्परा धर्म भन्छ यो सबैले बुझ्नु पर्छ नालेन्डाको परम्परा धर्म है यहाँसम्म चाहिँ मैले एउटा कुरा चाहिँ यहाँ राख्यो छ अब एउटा ठुलो कुरा एउटा चाहिँ म भन्छु है विदेशमा कोहीहरूले बौद्धको धर्म त्यति नपारेर विदेशमा कोहीहरूले चाहिँ किताब लेखेर यो तिब्बत र हिमालयन क्षेत्रमा भएको 5 परम्पराको धर्म चाहिँ बौद्धको धर्म होइन भन्छ यो कसको धर्म हो भनेदेखि लामा जिम भनेर लामाहरूले नयाँ बनाएको धर्म हो भनेर लेखेको छ अब यो हामीले तिब्बती र हिमालयन क्षेत्रमा भएको बौद्धहरूले यो होइन हाम्रो धर्म चाहिँ लामा जिम होइन हाम्रो धर्म चाहिँ बुद्धकै धर्म हो नालेन्डाकै धर्म हो भनेर चाहिँ हामीले प्रुफ प्रमाण अनि दिन सक्नुपर्छ त्यो प्रमाण कसरी दिने परेर विश्वास मात्रले प्रमाण दिन सक्दैन त्यसो कारणले पढ्नुस् भने चाहिँ त्यो धर्म धेरै पढ्नु पर्ने चाहिँ त्यो हो यहाँसम्म यो कुरा चाहिँ राखिसक्यो धदुलो सुर नेने तेना फेदम हिमालय के नङचुते तेम्बे पालिता समृद्धि के निगे न सुंबे दोंगा थेपा छिजुङ छसवासी यिला फेने हिमालय रिगुदे धरवे सगी कङिङि छुगी छिगा तगोन चुसुम खाङदेने तेम्बे छुजु यां थापा मानोरवा पापसा चितु नेबासी यिम्बे सांगे येन्जे छग्यु जिग्यु येन्जे छग्यु नेबासी सुनुस्ला अब मैले यहाँ आज धेरै क्लियर भन्ने नि नङ्ग्युर निङमा कक्यु साक्या गिलु कदम भनेर 5 परम्पराको धर्म छ नि हिमालयन क्षेत्रमा त्यो सबै बौद्धकै धर्म हो भनिसक्यो हैन है अब त्यो सबै अनि महान धर्म हो शुद्ध धर्म हो त्यो सबै द्वारा बुद्धता प्राप्त गर्न सक्छ भनिसक्यो नि त्यसको कारणले हामीले यो बौद्धको धर्मको भित्र यो ठुलो हो यो सानो हो भन्ने कुरा चाहिँ गर्नु हुँदैन यो राम्रो हो त्यो नराम्रो हो भन्ने कुरा चाहिँ गर्नु हुँदैन त्यो गर्यो भने के हुन्छ पाप भन्ने हुन्छ धर्मको नाममा पाप गरेको भन्छ यो धेरै पाप ठुलो छेला तेम्बे दिपन्नी नेसुङ्गी गुफुल त छोइन बनेको छ धर्मद्वारा गरेको पाप चाहिँ नेसौँ गर्छ दुर्गति लोकमा जन्म लिनुपर्ने अनि अकुशल कर्म ठुलो चाहिँ हो भनेको छ त्यसो कारणले हामीले धर्मको नामद्वारा पाप चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन यो चाहिँ यहाँ यसो लेखेको छ है सांगिङि यवजिक्यु मेबासी शेया थेतबे छेथेला सिङि रिबाम गिन्जे याङदाला चेबे रिबे लमने लोबजोंदा न्यामने छिदु थुमु मायबा सिक्यां यु थेताइ नाङचेते तावे छाने शेरब छोगी तेबाता चेबे छाने शेरब गे ठोता चेबे निङजे चावाचंगी छेगिन अब यहाँ सुन्नुस् है बौद्धको धर्म बनु हिमालयन तिब्बत र हिमालयन क्षेत्रको धर्म चाहिँ अब भन्यो भने कसो हो भनेदेखि सिद्धान्तद्वारा भन्यो भनेदेखि विवेक प्रज्ञा आधारमा राखेको धर्म हो शेरप छोके तेम्बा भन्छ हाम्रो यो बौद्धको धर्म चाहिँ के हो
निंजे चावा चंगी छ यो कर्सा दे असल आचरणद्वारा भन्यो भनेदेखि बौद्ध धर्म चाहिँ के हो भनेदेखि अहिंसा धर्म अनि के अरे महाकरुणा अनि आधारमा राखेको धर्म हो निंजे चावा चंगी छ शेरप चंगी छ यो चाहिँ जान्नुपर्छ बौद्धको धर्म चाहिँ प्राज्ञको धर्म भएको कारणले बौद्धको धर्ममा लाग्ने मान्छेहरू प्राज्ञलाई ध्यान दिनुपर्छ आफ्नो विश्वास गर्ने र अभ्यास गर्ने चाहिँ प्राज्ञ धर्म आफूले चाहिँ प्राज्ञ छैन भनेदेखि कसरी गर्ने त्यसो कारणले प्राज्ञलाई विश्वास श्रद्धा अर्थ पनि चाहिन्छ के अरे श्रद्धा आस्था पनि चाहिन्छ तर त्यो सँगै अनि प्राज्ञ भने धेरै महत्त्वपूर्ण हो अब प्राज्ञ भने चाहिँ कसरी आउने प्राज्ञ भन्नेमा चाहिँ अनि थुजुङ्गी शेरप सम्जुङ्गी शेरप कुमजुङ्गी शेरप भनेर आउनु पर्यो धर्म सुनेर चिन्तन गरेर अभ्यास गरेर तीनटा प्राज्ञ चाहिँ हामीले प्राप्त गर्नु पर्यो के चाहिँ छ त्यसो कारणले सबैले सुन्नुहोस् है थ्योसम गुमसुम भन्ने चाहिँ धेरै महत्त्वपूर्ण हो थ्योसम गुमसुम है सुन्ने चिन्तन गर्ने ध्यान अभ्यास गर्ने के भयो हेलो धेरै चे निंजे चावा चंगी छ यिम्बे क्याङ तदु मुथुने यार्गेसु टोन्याबासी यनो हो त देश आउ सर अब आज चाहिँ यहाँसम्म राख्छु है 67 कर रहे सरसठी पानामा चाहिँ आज यहाँ राख्छु अब भोलि फेरि त्यसपछि जाने हो हलस अब यहाँ हामीले अन्तिमको प्रार्थना गर्नुपर्छ त्यसको अगाडि सूचना अलिकति दिनु लाग्यो रे सूचना दिनु चाहन्छु लाग्यो जानकारी गर्नुपर्ने छ अस्ति मैले उद्देश्यमा अहिले यहाँ हाम्रो यहाँ गुम्बामा जनताहरूको लागि बुद्ध धर्म परिचय गर्ने त्यो सँगै ध्यान अभ्यासहरू सिकाउने त्यो सँगै त्यो माने जप्नेहरूको लागि अवलोकित शिवाराद्वारा ध्यान अभ्यास गर्नेहरू सिकाउने त्यो सँगै तारा देवीको पूजा पाठहरू सिकाउने अनि त्यसमाथि वज्रसत्वको ध्यान अभ्यासहरू सिकाउने भन्ने त्यस्तो उद्देश्य छ तर समय चाहिँ धेरै कम्ती भएको छ त्यसो कारणले मैले के सम्झेको छ भनेदेखि यो तारा देवीको पूजा चाहिँ बेलुका 1 घण्टा यो अस्ति तपाईहरु त्यहाँ बुद्ध सिरियल हेर्यो नि 6:30 देखि हेर्यो कि 7 देखि हेर्यो 6:30 है 6:30 राम्रो कि 7 राम्रो 7 है 7 देखि अनि 8-9 सम्म हेर्छ नि अब बुद्ध सिरियल त पछि पनि हेर्नु पाउँछ है अब म त फेरि धेरै बस्न सक्दैन नि त्यसो कारणले आजदेखि सुरु गर्छु यो डोल्मा पूजा 7 देखि 8 बजेसम्म 1 घण्टा डोल्माको विषयमा त्यो प्रवचन अनि त्यो आगम र भाग्य चाहिँ हुन्छ 8 बजेपछि अनि तपाईहरु 1 घण्टा फिल्म हेर्ने हो के रे बुद्ध सिरियल हेर्ने हो भनेदेखि हेर्न सक्छ त्यसो कारणले 7 बजे सबै यहाँ जो इच्छा छ उहाँहरु आउनुस् खास गरेर अहिले पढ्नेहरु त आउनु पर्छ किनभनेदेखि तपाईहरु यो पढेर पछि एक महिनामा छेपाचु र छेपाङिसुङमा गुम्बाको भित्र आएर डोल्मा पूजा गर्नुपर्छ त्यसो कारणले पूजा गर्नुको अगाडि कसरी गर्ने त्यसको के रे शिक्षा
चाहिन्छ नि ज्ञान हो त्यसो कारणले तपाईहरु त आउनै पर्छ है अरूहरु चाहिँ आफ्नो इच्छा हो आउनु सक्यो भने त धेरै फाइदा छ यो अनि एकमा चाहिँ यसको आगम भाग्य छ सप्तिक हो सप्तिक यो तेरबाट आएको तेर्जुन ngangurngingमाको तेरबाट आएको सप्तिक डोल्मा भन्छ यो धेरै राम्रो छ धेरै पनि छैन धेरै छोटकरी पनि छैन धेरै राम्रो छ त्यसो कारणले चाहेकोहरु चाहिँ तर यसो नगर्नुस् है 7 बजे हो भने फेरि 7:30 बजे आउन नगर्नुस् म सुरु गर्छु 7 बजे ठ्याक्कै 7 बजे अगाडि म यहाँ पुग्छु 7 बजे देखि सुरु गर्छु ठीक छ